हेलो गाइज वेलकम टु माई न्यू भिडियो र अहिले चाहिँ हामी छौँ जगतपुरमा चितवनको जगतपुर भन्ने ठाउँमा छौँ र अहिले चाहिँ हामी बिहान यसो साइट सिइङ गर्न जाँदैछौँ है। सो लेट्स सी कस्तो रहेछ ठाउँहरू पनि हेरौँ। हाम्रो ड्राइभर चाहिँ विवेक रहेको छ आज, विवेक ब्लग। अहिले ऊ यताबाट हामी अनिल म पवन पर जत्दै यही बाटोमा बाइकमा यो बाटो सादा सादा परेछ त चिल रहेछ त नि यो बाटो कस्तो बवाल तर रिक्स पनि छ नि त। यो चाहिँ हामी राप्ती नजिकै छ है, राप्ती नदीको नजिकै छौँ। नेसनल पार्क राप्ती किनार भनौँ न, नेसनल पार्ककै छेउमा हामी नेसनल पार्ककै छेउमा छौँ। अब यहाँ जाली ज देखिन्छ भने यो जाली भन्दा उता चाहिँ नेसनल पार्कको एरिया हो। यहीँबाट देखिन्थ्यो नि बाघ चितुवा र उस्ता गैँडा सैँडा यता देखा। अब यो कोरियन उसो हो, यो चाहिँ कोरियनबाट फन्डिङ भएको स्कुल हो होइन। स्कुल मात्रै नभनौँ, यो सबै नै उसै हो कि एरिया नै हो। त्यहाँ विद्यार्थी आफै आमा बुवा नभएको अनाथ विद्यार्थीहरूलाई सानैदेखि पढाउने लेखाउने, अहिले इन्जिनियरिङसम्म पढाइदिइरहन् बिहा पनि गराइदिने कि यहीँबाट, त्यतिसम्मको एउटा उस गरिदिन्छ कि विद्यार्थीलाई। कोरियनले चलायो कि यो। अच्छा रहेछ त। अब हामी भाइरल के अरे रोड भाइरल रोडमा प्रवेश गरिसक्यौँ। भाइरल रोड रे साँझमा चाहिँ त्यहाँ घाम ट्याक्क सनसेट हुँदाखेरि खास के भएर भाइरल भएको ए पुल बनाएछ त दामी। थाहा थिएन त ले हामी आउँदा बन्दै थियो नि त, छैन त्यहाँ अलि तल गएपछि आर्मीको उस आउँछ नि भ्याइयो। कति राम्रो छ सोलर मस्त सोलर रहेछ त्यहाँ, सोलर प्यानलहरू। हामी चाहिँ केरुङ्गा पुलमा छौँ। यो के हो, राप्ती नै त होला नि हो के हो, कुन हो? ए राप्ती उतातिर पर्यो। कुन खोला हो यो फेरि? अब केरुङ्गे खोला हो के? केरुङ्गा खोला यही बग्ने। तर यो पानी चाहिँ राप्तीको पानी हैन हैन यो राप्ती पानी आउँछ के? सोलर प्यानल रहेछ मस्त। पानी आउँछ राप्ती पनि यसो हेरौँला। नारायणको पानी हो यो। हैन नारायणको हैन, यो खोला नर्मल्ली अब खोलाहरू पनि पानी परेको पानी हो। अनि कतै न कतै तिनीहरूकै होला, कतै न कतैबाट सुतेर आएको त। गाइजहरूले माछा छोपिरहेछन्। तर खतरा शान्त है। आनन्दको हामी साँझ चाहिँ ठ्याक्क घाम मामा गर्ने यतै छ। यसमा त एभ्री लग जुरेली हो कि भगेर रहेछ त्यहाँनिर बसिरहेको थियो। यतापट्टि त सबै नेसनल पार्क त होला नि। नेसनल पार्क हो। अब त्यो त इच एन्ड एभ्री टाइम आर्मी हिँड्ने गर्ने कारणले त यो कुसुमको बुट जस्तै अरे हेर्न, बुटो त हुन त अर्कै के को होला। हामी कहाँ राप्ती हेर्न, तर बार लाएर छ। बाघले झम्टेर उयो घाँस काट्न आउँदा यहीँ तल ए अनि मारेको नि त बाघले मान्छे लताएर लिएर गएर यहीँ नजिकै। त्योभन्दा अगाडिको दसैँमा त बाइक देखेर त्यो चाहिँ कुन चाहिँ हो? बोर्ड चाहिँ हटेछ। यहाँ पनि कन्स्ट्रक्सन गोइङ अन है, के को लागि हो? अब रिसोर्ट टाइप लागि होला। ए यो करेन्ट हो। अब यो भनेको राप्ती अब यहाँनिर राप्ती खोला छ। नद्याङ धेरै पलाएछ। यो बार चाहिँ यो भित्रपट्टि बार छ, त्यो छोड्नु त्यो करेन्ट हात्ती साथ के अरे गैँडा सैडा आयो भने बाघ आयो भने साइरन टच हुने त्यो साइरन हुन्छ क्या त्यो ऊ त कालो कालो उयो होला होइन। बाघले पनि त्यही हो। यो कालो कालो भित्र सिधा लाइन छ नि हो यो, यसमा चाहिँ करेन्ट छ। यहाँ होला बाघ अहिले नि एउटा छ नि भक्तै सर्प देखिहाल्छ
राति देख्छ यसले बिहान होइन जरु मयूर 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 के गर्ने र घर अहिले के दुईटा रहेछ त उताबाट हेर्नु हो ल उ त्यहाँ पनि रहेछ है के मयूर त्यो पनि मयूर हो गाइजहरु है मयूरको पंख उ त्यहाँ तीन माथि पनि दुईटा रहेछ जुम हाने खास यो जन तो खोल्यो नि जन मज्जा आउँछ मयूर पानी पर्नु पर्छ राप्ती किनार के अरे अर्को के खोला किनार साइड सिइङ भयो है एकैछिन मात्र घुमेर आयौँ सो पछि चाहिँ हामी सौरातिर जान्छौँ के पोखरीतिर जान्छौँ बाटोली पोखरी सागर दा इन हाउस भान्जा भान्जीलाई पिङ गुड तर केही पनि छैन गाबा र कल्कलमा के हो के भन्ने हो कति बज्यो भन न हामी अहिले जाँदैछौँ हानी भन्छ यसलाई पटिहानी अम्ब्रेला स्ट्रिट हामी चाहिँ अहिले आएको छौँ अम्ब्रेला स्ट्रिट है पुरा यहाँबाट पुरा यसरी छातै छाता रहेछ माथि चाहिँ अनि माथि चाहिँ त्यही सेम कलर उमा के भन्छ छत राखेको रहेछ सो यतातिर चाहिँ यस्तो छ नाम चाहिँ अम्ब्रेला स्ट्रिट 25 इच हैन 25 इच हैन त 25 रुपीज फर इच पर्सन यहाँभित्र छिर्नको लागि र हामीले चाहिँ त्यहाँ पिङ पनि रहेछ उता फोटो खिच्न ठाउँ पनि छ होटल एन्ड रेस्टुरेन्टहरू छ मोडर्नाइजेसन भयो लोकल कुराहरू पिज्जा बर्गर धेरै बिक्छ ए टक्क पेन्ट सेन्ट गराएर रहेछ घोगी र माछा लास्टै रेस्टुरेन्ट अति नै मिठो हो के घोगी ए यस्तो रहेछ ठाउँ चाहिँ पछाडि राति अब म राति फाउन्टेन पनि रहेछ यहाँ है आई लभ पटिहानी भनेर यस्तो रहेछ यहाँ चाहिँ सागर दाई हेलो वी लभ लेखेको छ सो यता चाहिँ चितवन नेसनल पार्क भनेर छ राति हैन त्यो
चितवन नेसनल पार्क अम्ब्रेला स्ट्रिट पटिहानी हियर अन माई भ्लग भनेर यो चाहिँ चितवन नेसनल पार्क भनेर यस्तै लेखेको रहेछ यहाँबाट चाहिँ यस्तो देखिँदो रहेछ टक्क लाएर हामी चाहिँ अब अम्ब्रेला स्ट्रिटबाट फर्किँदैछौँ हेरियो फोटो खिच्यो नथिङ टु डु मोर हियर सो हामी चाहिँ यहाँबाट अर्को ठाउँ जान्छौँ अब थ्याङ्क यू फर भिजिटिङ अम्ब्रेला स्ट्रिट भ्यू रे ल यस्तो छ है त अगाडि चाहिँ गैडाको स्ट्याचु छ मूर्ति कहाँ जाँदै हामी अहिले चाहिँ बाटुली पोखरी जाँदैछौँ होइन त्यहाँ चाहिँ तपाईँको जङ्गल छ अलिकति भित्र त्यहाँ बिचमा पोखरी जस्तो पनि छ अब त्यहाँ चाहिँ हामी बोटिङ गर्न पाउँछौँ चाह्यौँ भने हामी आफै बोट राइड गर्न सक्छौँ सर्टेन चार्ज कति छ सायद पर पर्सनको हिसाबले छ होला चार्ज चाहिँ अब त्यहाँ गएर बोटिङ गर्न पाइयो क्रोकोडाइल भन्ने के भन्ने त्यसलाई अब गइ नै घडियाल गइ के हो अब त्यो चाहिँ धेरै एकदम क्लोजली हेर्न पाइन्छ क्या त्यो निकै क्लोजली हेर्न पाइन्छ एउटा ठाउँ पनि छ नि सीतामाई भन्ने रहेछ कस्तो राम्रो आइपुगेका छौँ बाटुली पोखरी होइन भान्जी सबैलाई नमस्कार हामी चाहिँ अब यो बाटुली पोखरी भन्ने ठाउँमा आइपुगेका छौँ बोटिङ गर्ने अरे हामीले बोटिङ गर्छौँ अब सो अगाडि बढ्दै जाउँ हेरौँ कस्तो रहेछ ठाउँ होइन आइपुग्यो है यो चाहिँ बाटुली पोखरी अब हामी चाहिँ यहाँ चाहिँ बोटिङ गर्छौँ मैले भन्दा नि केटाहरूले गर्छ हामी चाहिँ बसेर के भन्छ सयर गर्छौँ त भन्नु पऱ्यो नि अब होइन त के छ अनि सागर दाई सागर दाईलाई डुङ्गा के अरे चलाउन अरे कहना क्या चाहते हो चढाउन कसरी त क्या दामी रिफ्लेक्सन आएको कि टक्क बोट छ हामी यही बोटमा चढ्ने हो केटाहरूले बोटिङ गर्छन् हाम्रा दुईटा अगाडि बोटरहरू लाइफ ज्याकेट लाएर रेडी भएको छौ अर्को भ्लगर मिस्टर विवेक भ्लग हामी अब यसरी लाएर यता जाने लेट्स सी है त होइन कस्तो रहेछ यार के ल पहिला बसौँ त पहिला ए ढलमा हुन्छ त रोक्न सो मिस्टर विवेक इज हियर रेडी फर बोटिङ हाम्रो राइडर विवेक बोट राइडर बोटर भनौँ न ओए भिजाइदिस् क्या गाडी चले नि हाम्रो पछि हामी बोटिङ गरिरहेको अवस्था गाइजहरू के हो त कत्रो ठुल्ठुलो चरा हो बिचमै छु
यो चराहरू चाहिँ क्या ठुल्ठुलो रहेछ क्या त्यो रुखमा ठोक्का थियौँ कि हामीले जान्नु त्यो दुईटा जस्तो देख्थ्यो नि ऊ गयो ऊ त्यहाँ गयो ऊ त्यहाँनिर ऊ त्यहाँ ठ्याक्क ऊ त्यहाँनिर गयो ऊ त्यहाँ लुक्यो आफै लुक्छ यहीँ देखिन्छ त्यो त क्रोकोडाइल नै हो होइन र क्रोकोडाइल नै थियो त्यहाँ चाहिँ यहाँ चाहिँ चराहरू मस्त ठुल्ठुलोहरू अच्छा चराहरू यहाँ पनि छ क्या परु धेरै पछि बोटिङको एक्सपिरियन्स लिँदैछ है मैले चाहिँ चरा यहाँ माथि त कहाँ उफ्लेर आउँछ पनि चराहरू चाहिँ मस्तै रहेछ यार त्यो डुङ्गा जस्तो के डुङ्गा भन्नु आयो के अरे गुण जस्तो गराएर बसेको कि यिनीहरूले रुख जस्तो कलर चरा मस्त यार ऊ त्यहाँनिर गइ थियो लुकिहाल्यो केटाहरूले यो चाहिँ आएको रोकी तिम्रो अहिले बोटमा भौन्जेल केही गर्दैन यति कता हिँडिरहेको त्यो लाइफ ज्याकेटको हेर्न अर्को देख्न पर्यो नि देखेँ ऊ त्यो साइडतिर रहेछ मेरो फोनमा चाहिँ देखिन्न है अगाडि नि छ अब भोलि पर्सि आइफोन किन्ने छ भने अलिकति जुम गराएर गरौँला डन हामी डुङ्गा चढियो लाइफ ज्याकेट उता राखेर हामी फर्किँदैछौँ अब हामी जाने सौरा जाने विवेक म्युजिक बन्द खै के ऊ त्यहाँ रहेछ अगाडि लान्छ कि बाइक पहिले रोक्यो गाडी नै सबले रोक्यो यहीँ बोलेर हामीले अझैको भन्थ्यौँ नि ऊ ठुलो गैडा यहीँबाट हेर्ने आनन्दै भान्जी टाउको यस गर त ल ऊ त्यहाँ चाहिँ गैडा छ गाइजहरू हामी सौरा जाँदैथ्यौँ बाटैबाट गैडा देखियो राइनो गैडाज ऊ अर्को हामी चाहिँ सौरामा आइपुगेका छौँ र मुख चाहिँ बोझो छ है बोझो भएर अलि अर्कै खुल्ले जस्तो देखेला र हामी चाहिँ यसो सफारीमा जाने कि भन्ने कुरो हो लेट्स सी जाम कहाँ छौँ दोबान रेस्टुरेन्टमा अन्डर द ब्लू हामी चाहिँ अहिले यो खाना लागिरहेको छौँ है के हो त्यो यो अब म फायर पिट बनाउँछु
एकचोटि घरमा अनि सुवा बनाउनु पर्छ नि दाजु बनाउँछु अब हाँसको चाहिँ छोइला आउँदैछ पठाइदिन्छु नि ब्लग हान के बनाउँछ रे फायर फिट गरे फायर पिट के हो त्यो भनेको भने हजुर खाल्टो त्यहाँ पकाउने खाल्टोमा गाइजहरू हामी चाहिँ चितवनमा छौँ यो खोलाको नाम चाहिँ मलाई थाहा छैन खोला होइन राप्ती होइन रे ल आगो लगाएको नि त यार बाघ आउँछ कि भन्ने राति त्यहाँ हात्ती खोइ हात्ती वहाँ कहाँ ए ऊ वहाँ यहाँ चाहिँ हात्ती सफारीमा जाँदै खान है पाँच छोरा आउँछ त्यो मैले देखिरहेको छु नछेक न देखेछु हो यो हात्ती सफारी पानी छोरा आउँछ भन्दा अहिले पिट्छु अहिले गई चाहिँ हुन सक्छ यस्तो बाइकको खोलामा त गयो भन्दा के हान हुन्न होला हुन्छ होला हुन्छ होला हुन्छ 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 रे हुन्छ नाचो नाचो छोड्दै सर्पहरू हुन्छ बयरको रुट बयर बगे मटन हाँस थियो क्या त्यो रेड मिट हो दिस इज हाँसको छोइला लसन एकचोटि त्यो भन्छ नि कहिलेकाहीँ योजना बिना गरिएको यात्रा नै सबैभन्दा रमाइलो हुन्छ भनेर हो ठ्याक्कै यस्तै नै भयो मेरो चितवनको यात्रा प्लान थिएन एक्कासी भोलि चितवन जाने भन्ने कुरा आयो अनि मैले हुन्छ भने र हामी चितवन आयो र यो नै मेरो पहिलो चितवनको यात्रा थियो चितवन फर्स्ट चितवन भिजिट र मैले सोचेभन्दा धेरै रमाइलो लाग्यो मलाई चितवन चाहिँ त्यहाँको एरिया होइन सराउन्डिङ्सहरू अनि आई रियलाइज चितवन इज भेरी नाइस प्लेस टु लिभ इन र म फेरि पनि फर्किनेछु एक दिन चितवन घुम्न फेरि आउनेछु टिल देन थ्याङ्क यू